पछिल्लो 1 महिनामा 61,970 वटा डिम्याट एकाउन्ट नयाँ खुलेको छ। अब आइपिओहरू धमाधम खोलिराखेको छ र सेयर बजारमा नयाँ लगानीकर्ताहरू पनि धमाधम बढ्दैछन्। वैदेशिक रोजगारी कोटातिरको रेमिटेन्स खाता खोल्नेहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दैछ। भर्खरै प्योर इनर्जी आइपिओमा वैदेशिक कोटाबाट 56,000 भन्दा बढीको आवेदन परेको थियो। यस अर्थमा अहिले पछिल्लो समय फेरि मानिसहरू आइपिओप्रति अर्थात् सेयर बजारप्रति आकर्षित भएको देखिन्छ। सेयर बजार निरन्तर घटे पनि पछिल्लो समयमा डिम्याट एकाउन्टहरू नयाँ खोल्नेको सङ्ख्या बढिरहेको छ। अब आइपिओ पर्न झनै मुस्किल हुने सम्भावना त छ, तर डिम्याट खाता नयाँ थपिनु सेयर बजारको लागि यो खुसीको कुरा पनि हो। हालसम्म टोटल डिम्याट एकाउन्ट 66,50,549 वटा भइसकेको छ भने मेरो सेयर पनि 39,03,267 वटा भइसकेको छ र पछिल्लो समय दैनिक 2,000 वटा नयाँ डिम्याट खुल्ने गरेको पाइएको छ। दैनिक 2,000 भन्दा बढी डिम्याट खुल्नु सेयर बजारको लागि खुसीको कुरा हो। तपाईँ पनि सेयर बजार सम्बन्धी अन्य थप जानकारीको लागि बिएस नेपाल इन्फो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सेयर बजार तपाईँ हाम्रै बजार हो, हामीले बुझेर लगानी गरौँ, पक्कै पनि राम्रो हुनेछ। जय सेयर बजार।